सासुको बोली काँडा जस्तो बुहारीको मन टुट्यो चुपचाप। हाँस्न खोजे पनि रोकिन्छ आँसु, भित्र भित्रै पोल्छ हर रात। अर्को दिन सबै परिवार बैठक कोठामा बसिरहेका हुन्छन्। त्यत्तिकै बेला कमला बाहिर छिमेकीहरूसँग आएकी हुन्छिन्। ढोकामा धकधक गर्दै कमला भन्छिन्, आमा, अब सत्य लुकाएर बस्ने समय सकियो, ढोका खोल्नुहोस्। भित्र बसेकी आमा यो सुनेर डराउँछिन्। अब के गर्न आई? हल्का डरको भाव। सबैजना एकैसाथ ढोकातिर जान्छन्। ढोका खोल्दा बाहिर आँगनमा धेरै मानिसहरू देखिन्छन्। बुहारीलाई त्यति धेरै मान्छेको साथमा देखेर सबै छक्क पर्छन्। ओहो, हजुरहरू के कामको लागि आउनुभयो? त्यत्तिकैमा छिमेकी आमाहरू भन्छन्, दिदी, अब झुट लुकाएर फाइदा छैन, सबै कुरा बाहिर आइसकेको छ। त्यो भिडियो एडिट गरिएको होइन, त्यो सत्य हो। यो सुनेर नन्द परबाट सुनिरहेकी हुन्छे। डराउँदै भन्छे, म केही पनि गरेको छैन। नन्द भाग्न खोज्छे, तर कमलाले देख्छिन् र जोडले भन्छिन्, नन्द, आज भागेर बच्दैनौ, सत्य भन्नै पर्छ। गल्ती नन्दले पो गरेकी रहेछ भनेर खुलासा हुन्छ अनि छिमेकीले पुलिस बोलाउँछन् र बन्दलाई थाना पठाउने तयारी हुन्छ। अनि कमलाले भन्छिन्, पर्खनुहोस्, यो हाम्रो घरको कुरा हो, घरमै मिलाउँछौं, उहाँलाई छाडिदिनुहोस्। यति भनेपछि पुलिसले नन्दलाई छोडिदिन्छन् र यति भइसकेपछि सासु र ससुराले गल्ती महसुस गर्छन् अनि बुहारीलाई माया गरेर खुसी साथ बस्न थाल्छन्। अर्को भाग नयाँ कथामा आउनेछौं। अहिलेसम्म हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरिहाल्नुहोस् र अर्को भाग कस्तो कथा हेर्न चाहनुहुन्छ कमेन्ट गर्नुहोस्। सासुको बोली काँडा जस्तो बुहारीको मन टुट्यो चुपचाप।